उत्पत्तिको पुस्तक अध्याय 21। इसहाकको जन्म। आफूले भन्नुभए अनुसार सारालाई परमप्रभुले कृपा देखाउनु भयो र आफ्नो प्रतिज्ञा बमोजिम गर्नुभयो। सारा गर्भवती भइन् र अब्राहमको वृद्धावस्थामा परमेश्वरले अब्राहमलाई भन्नुभएको समयमा तिनले एकजना छोरा जन्माइन्। साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहमले इसहाक राखे। अब्राहमको आफ्नै छोरा इसहाक 8 दिनको हुँदा तिनले परमेश्वरको आज्ञा अनुसार त्यसको खतना गरे। तिनको छोरा इसहाक जन्मदा अब्राहम 100 वर्ष पुगेका थिए। साराले भनिन्, परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो, यो सुन्ने जति सबै मसँगै हाँस्ने छन्। तिनले फेरि भनिन्, साराले बालकलाई दूध खुवाउँछ भनेर कसले अब्राहमलाई भन्ने थियो। तापनि तिनको बुढेसकालमा मैले तिनीबाट एकजना छोरा जन्माए। हागर र इस्माएल निकालिएका। बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो र इसहाकले दूध खान छोडेको दिन अब्राहमले एउटा ठूलो भोज दिए। तर मिश्री हागरले अब्राहमबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। यसै कारण तिनले अब्राहमलाई भनिन्, यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउने छैन। आफ्नै छोरो भएकोले यो कुरा अब्राहमलाई साह्रै नराम्रो लाग्यो। तर परमेश्वरले अब्राहमलाई भन्नुभयो, त्यो बालक र तेरी कमारीको निम्ति तैँले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सही बमोजिम गर, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। म त्यस कमारीको छोराबाट पनि एक जाति खडा गर्नेछु, किनभने त्यो पनि तेरै सन्तान हो। अब्राहमले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागरको काँधमा राखिदिए र बालकलाई पनि त्यसकै साथ लगाएर विदा गरिदिए। अनि हागर बेर्सेबाको उजाड स्थान हुँदो डुल्न लागि। जब मशकको पानी सिद्धियो तब उसले बालकलाई एउटा पोथ्रो मुनि छोडेर आफै चाहिँ उतापट्टि एक काँडले पार गर्ने दूरीमा बसी, किनकि मैले यो बालक मरेको हेर्नु नपरोस् भनी त्यसले मनमा सोची। अनि हागर त्यहाँ बसेर डाँको छोरी छोरी रुन लागि। परमेश्वरले बालकको स्वर सुन्नुभयो अनि परमेश्वरका दूतले स्वर्गबाट हागरलाई हपारेर भने, ए हागर, तँलाई के दुःख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको स्वर परमेश्वरले सुन्नु भएको छ। उठ, गएर बालकलाई उठा र त्यसको हात बलियो गरी पक्रिनै राख, किनभने म त्यसबाट एउटा ठूलो जाति खडा गर्नेछु। तब परमेश्वरले तिनका आँखा खोलिदिनु भयो र तिनले एउटा पानीको कुवा देखी र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिए। परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दै गयो र उजाड स्थानमा बसेर एक धनुर्धारी बन्यो। त्यो पारनको मरुभूमिमा बस्थ्यो र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिए। अब्राहम र अबिमेलेकको बीचमा भएको करार। त्यस बेला अबिमेलेक र उनका सेनापति पिकोलले अब्राहमलाई भने, तपाईले गर्नुभएका सबै काममा परमेश्वर तपाईसँग हुनुहुन्छ। यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ खानुहोस् कि तपाईँ मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति पनातिसँग छल कपटको व्यवहार गर्नुहुने छैन। तर मैले तपाईसँग गरेको कृपा अनुसार नै मसँग र तपाईँ परदेशी भएर बस्नु भएको देशसँग व्यवहार गर्नुहोला। अब्राहमले भने, हुन्छ, म शपथ खान्छु। तब अब्राहमले अबिमेलेकका दासहरूले जबरदस्तसित खोसेर लिएको इनारको विषयमा अबिमेलेकलाई सुनाए। तर अबिमेलेकले भने, यस्तो काम कसले गर्यो सो मलाई थाहा छैन, तपाईले मलाई भन्नु भएन, आज मात्र मैले यो कुरा सुने। त्यसकारण अब्राहमले भेडा र गाई गोरुहरू ल्याएर अबिमेलेकलाई दिए र ती दुवैजनाले करार बाँधे। अब्राहमले बगालबाट भेडाका 7वटा पाठी छुट्याएर राखे। अबिमेलेकले अब्राहमलाई सोधे, तपाईले यी 7 पाठी छुट्याएर राखेको अर्थ के हो? अब्राहमले भने, यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी 7वटा पाठी मेरो हातबाट तपाईँ लिनुहोस्। यसै कारण त्यस ठाउँको नाउँ बेर्सेबा राखियो, किनकि त्यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए। यसरी तिनीहरूले बेर्सेबामा आपसमा करार बाँधे। तब अबिमेलेक र उनका सेनापति पिकोल पलिस्तीहरूको देशमा फर्के। अब्राहमले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र त्यहाँ अनन्तका परमेश्वरको नाउँको पुकारा गरे। त्यसपछि अब्राहम पलिस्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे। उत्पत्तिको पुस्तक अध्याय 22।
अब्राहमको विश्वासको जाँच। केही समयपछि परमेश्वरले अब्राहमको ठूलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, हे अब्राहम। तिनले भने, म यही छु। उहाँले भन्नुभयो, तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरियाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना कमाराहरू मध्येका 2 जना र छोरो इसहाकलाई साथमा लिए र होम बलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना कमाराहरूलाई भने, तिमीहरू यही गधासँग बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूका फर्केर आउनेछौ। अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती 2 जना सँगसँगै गए। इसहाकले आफ्ना पिता अब्राहमलाई भने, बुबा। तिनले भने, के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन्, तर होम बलिको थुमा चाहिँ खोइ? अब्राहमले भने, छोरा, परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनु हुनेछ। अनि ती 2 सँगसँगै गए। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। तर परमप्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, ए अब्राहम, अब्राहम। तिनले भने, म यही छु। उनले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ तैँले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैँले रोकेर राखिनस्। अब्राहमले माथितिर हेरे र एउटा भेडा झाडीमा सिङ अल्झेर फसेको देखे। अब्राहमले गएर त्यस भेडालाई ल्याए र तिनका छोराको सट्टामा त्यसैलाई होम बलि गरे। यसकारण अब्राहमले त्यस ठाउँको नाउँ परमप्रभुले जुटाउनुहुन्छ राखे। परमप्रभुको डाँडामा जुटाइनेछ भनी आज पर्यन्त भनिन्छ। परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहमलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु कि तैँले यो काम गरेकोले र तेरो छोरो अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष दिनेछु। तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवा सराह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैँले मेरो वचन पालन गरिस्। त्यसपछि अब्राहम आफ्ना कमारहरू कहाँ फर्केर आए र तिनीहरू उठे र बेर्सेबासम्म सँगसँगै गए र अब्राहम बेर्सेबामा बसोबास गरे। केही बेरपछि मिल्काले पनि तपाईका भाइ नाहोरबाट छोराहरू जन्माइन् भन्ने कुरा अब्राहमले सुने। जेठो उज, त्यसको भाइ बुज र आरामका पिता कमुएल र केसेद, हजो, पिलदास, इदलाब र बतुएल रिबेकाका पिता भए। यी 8 छोरालाई अब्राहमका भाइ नाहोरबाट मिल्काले जन्माइन्। यी बाहेक रुमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई। उत्पत्तिको पुस्तक अध्याय 23। साराको मृत्यु। सारा 127 वर्षसम्म बाँचिन्। सारा कनान देशको किरियत अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। अब्राहम लास भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने, तपाईहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्। हित्तीहरूले अब्राहमलाई भने, हे प्रभु सुन्नुहोस्, तपाईँ हामीहरू मध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहान मध्ये सबैभन्दा असल चाहिँ छानेर लास गाड्नुहोस्। हामी मध्ये कसैले पनि आफ्नो चिहान लास गाड्नलाई तपाईलाई दिन इन्कार गर्ने छैन। तब अब्राहम उठेर हित्तीहरूको अघि निहुरेर दण्डवत गरे। तिनले तिनीहरूलाई यसो भने, यदि मैले यो लास गाड्ने तपाईहरूको मन्जुरी छ भने
मेरो कुरा सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस् कि उनले आफ्नो निजी मकपेलाको ओडार मलाई बेचुन्। त्यो उनका खेतको छेउमा छ। त्यसको पूरा दाममा तपाईहरुकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्। त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए र जतिजना उनका सहरको ढोकाको अगाडि आएका थिए ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहमलाई भने, होइन मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। म तपाईलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु। मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईलाई दिन्छु। तपाई आफ्नो मरेकी स्त्रीलाई त्यही गाड्नुहोस्। अब्राहमले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत गरे अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, तपाईको मन्जुरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु। त्यो तपाईले स्वीकार गर्नुहोस् र त्यहाँ म यो लास गाड्न पाऊँ। एप्रोनले अब्राहमलाई भने, हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। जग्गाको दाम त चाँदीका 400 सिक्का हो, तर मेरो र तपाईको बीचमा त्यो के हो र? लासलाई तपाईं गाड्नुहोस्। अब्राहमले एप्रोनको कुरा मन्जुर गरे र तिनले एप्रोनलाई हित्तीहरूको सामुन्ने उनले भने बमोजिम व्यापारीहरूमा जुन तौल प्रचलित थियो त्यही अनुसार चाँदीका 400 सिक्का जोखिकन उनलाई दिए। यसरी मकपेलामा मम्रे नेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रुखहरू समेत एप्रोनले त्यस सहरका ढोकाको अगाडि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहमको अधिकारमा दिए। त्यसपछि अब्राहमले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रे नेराको अर्थात हेब्रोनमा भएको मकपेलाका खेतको ओडारमा गाडे। यसरी त्यो खेत र त्यसमा भएको ओडार समेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहमको अधिकारमा पक्कासँग दर्ता भयो।